छोरी छोरी भएको घरमा केटी माग्न आउँदा दर्शन नमस्ते आन्टी। दर्शन बाबु बस्नुहोस् न। हामी त आयौँ है हजुरहरूको घर। चिन्नुहुन्न हजुरले, हामी नयाँ मान्छे हो। अघिदेखि विचार गर्छु, ठम्याउनै सकिनँ हजुरहरूलाई। माफ गर्नुहोला, मैले बिर्सेको हो कि खाना खानुभएको छैन भने खाना पकाउँछु है। हामीले खाना त यही मासतिर खाएर आएको। ऊ चाहिँ मेरो दिदीको छोरा, म चाहिँ सानीमा। बाबु अस्ट्रेलिया जान लागेको छ, अनि जानुभन्दा अगाडि यसो एउटा जोडी बाँधिदिउँ कि भनेर नि। यहाँ हजुरहरूकोमा के कसो छ, छोरीहरू छन् भनेको सुनेर आएको नि हामी। ए छन त छन् मेरा छोरीहरू, तर अब अहिलेका जमानामा हामीले भनेको के मान्थे र। बा उनीहरूले आफै हेरेका पो छन् कि। उसको नानीको बाबा पनि पढ्दै जानुभएको धेरै वर्ष भयो। मैले एक्लैले दुःख गरेर पढाउँदैछु। धेरै पढ्ने सपना छ भन्छन्। अब बिहे गर्छन् कि गर्दैनन्। अब केटाकेटी मन पराउनु पनि त पर्यो। मन त पराइसके नि, फोनमा कुरा हुन्छ अरे यिनीहरूको। हजुर, अनि बाबुले मेरो छोरीलाई देख्नु भएको छ र? मासतिर काफ्लेका छोराका बेमा आउँदा चिन्जान भएको रहेछ। बोलचाल भइवरी नम्बर साटासाट गरेर यिनीहरूको त लप्पो परिसकेछ। ए मलाई त खै केही थाहा नै छैन। अचेलका केटाकेटी के भन्नु र। नानीको बाबा पनि पढ्दै हुनुहुन्छ, म एक्लैले यहाँ पढाउँदैछु। सल्लाह पनि गर्नुपर्छ। अब नानीले के भन्छ, नानीलाई बोलाम है त। नानी, होइन यो केटीले बोलाएको सुनिन कि क्या हो? नानी यहाँ बाहिर आऊ, पानी लिएर आऊ, पाहुना आउनु भएको छ। अचेलका केटाकेटी हेर्नु न, मोबाइलमै व्यस्त हुन्छन्। बोलाएको पनि एकचोटिमा सुन्ने होइनन्। अब बिहे गर्ने बेला भइसक्यो, कसरी गरी खान्छन् मलाई त पिरै मात्रै लाग्छ। हेर्नु न, दुईजनाले बिहे गर्ने सल्लाह पनि गरिसकेका रहेछन्। सबैतिर कति केटी खोज्यौँ हामीले, काहीँ मन पराउँदैन। मैले त एउटी केटी खोजिसकेको छु सानीमा। हेर्न जाउँ न, बुवा मम्मीलाई मैले भन्न सकिनँ जाउँ कि जाउँ भनेर जबरजस्ती गरेर लिएर आयो। अब हजुरहरूको विचार के छ? नानीको विचार कस्तो छ? बोला कि होइन त? केटाकेटी त भइहाल्यो, मन परापर भयो भन्नुहुन्छ। अब हजुर त सानीमा हुनुभयो, अनि बाबुको आमा बुवा कस्तो हुनुहुन्छ, के सोच्नुहुन्छ, कस्तो बिहे गर्ने सोच्दै हुनुहुन्छ। परिवार पनि हेर्नुपर्छ बिहे गर्दाखेरि। अब दुईजनाले मात्रै हुँदैन, पारिवारिक मिलेर बस्नु पर्यो। भोलिको फ्युचर त हेर्नु पर्यो। परिवार नराम्रो भयो भने साह्रै धेरै दुःख पाउँछन् छोरीले, बुझ्नुपर्छ। यिनीहरू एकअर्का बिना बाँच्नै नसक्ने भइसके। अब हामीले रोक्न सक्छौँ र हजुर? अब कुरा फिक्स भइसक्यो है हाम्रो तर्फबाट। हजुरले पनि 1% टेन्सन गर्नु पर्दैन छोरीका बारेमा। बल्ल आइपुगे, अघि आइज न भनेको पानी। बस त्यहाँ। अनि तिमीले त बाबुलाई चिन्या छ अरे, फोनमा कुरा हुन्छ अरे, अनि घरमा त कुरै गरेकी थिइनौ। यत्रो ठुलो बिहे जस्तो डिसिजन गर्नलाई त परिवारमा सल्लाह गर्नुपर्छ नि नानी। बाबा परदेशमा हुनुहुन्छ, कस्तो लाग्यो त तिमीलाई? के भन्छौ तिमी? अनि पढ्छु, धेरै पढ्छु भन्थ्यौ, भोलि पर्सि बिहे गरे पछाडि बाबुहरूले पढाउन सक्नु भएन भने के गर्ने? मेरो पढाइको बारेमा चिन्ता लिइराख्नु पर्दैन क्या मम्मी। छ नि, हामीहरूले सल्लाह गरिसकेका छौँ। हस्, हुन्छ हुन्छ। हाम्रो तर्फबाट अब हजुरहरूले ओके नै सम्झिनु। सबैभन्दा ठुलो बाबु, अनि दुईटी साना भइहाले। अनि बाबु त देखिनुहुन्न त, कति वर्षको हुनुभयो नि बाबु? ए खै त्यो कति वर्षको पो भयो? नानीहरूको त दादा नै हो नि त त्यो। खोइ दिदीहरूले खोइ कति वर्षको पो भयो भनिदिन्थ्यो, 18-19 त्यस्तै लाग्यो बेला त्यो। आन्टी, अनि उनले त आफ्नै दाजु हो भन्दिन् त। होइन नि, त्यो त मेरो जेठाजुको छोरा हो। तर आफ्नै छोरा जत्तिकै गरेर राखेको छु। उसले पनि मम्मी भन्छ, आफ्नै दिदी बहिनी भन्छ। ऊ पनि एक्लो छोरा, अनि यिनीहरूका पनि दाजुभाइ नहुने, अनि यिनीहरू मिलेर बस्छन्। आफ्नै जतिकै हो। सत्यानाशै गरेछन् छोरी छोरी भएका घरमा। हुँदैन 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 यो बिहे। हुन्छ होला हो। कसरी हुन्छ? माउले मासिँदैन। पछि तेरो छोराछोरीले माउला जान्छु भने कहाँ लिएर जान्छस्? उसका बाबुआमा पाल्नु कि आफ्नो बाबुआमा पाल्नु? हुँदैन। फोनका घरमा जबरजस्ती काटेर आउँछ। हुँदैन हुँदैन। छोरी छोरी भएका घरमा कसरी बिहे गर्छ? सन्तान मासिँदैन। बरु पाल्छु। पाल्छु। केही भन्नुभयो हजुरहरूले? केही बोलेको जस्तो लाग्यो। हजुर, अब
अब हेर्नु न दाजु दिदीलाई पनि सोध्नु पर्यो उसका बाबुआमालाई पनि सोध्नु पर्यो के भन्नुहुन्छ। अब ठुला बडाले नभनी त बिहे जस्तो कुरो हामीले निर्णय गर्न पनि त भएन नि होइन। अब घर जान्छौँ अनि कलमा कुरा गर्नुला नि है। हजुर अब नानी मान्दिन के भनेर हजुरहरूलाई टेन्सन लागिरहेको हो? चिन्ता नगर्नु, म उसको बाबालाई भन्छु। अब एक त केटाकेटीले मन पराइसके पछाडि हामीले दिइसक्यौँ, हजुरहरू ढुक्क भएर गए हुन्छ। केही टेन्सन नगर्नु, हजुरहरू ढुक्क भएर गए हुन्छ। अब हामीले छोरी हजुरहरूलाई दिइसक्यौँ। त्यही टेन्सन हो भने चाहिँ हजुरहरू एक रति टेन्सन नगर्नुहोस्। अब हामीले छोरी हजुरहरूलाई पक्का भयो। मुसा माया गर्छु छिटो बरबाद गरेछ छोरी छोरी भएर छोरी नचिन्दैन कति साह्रो माया गर्छु नि। माया गर्छु भनेर हुन्छ छोरी छोरी भएर एक वर्षको लप पऱ्यो। भएर हुन्छ कस्तो लु यहाँ त यो केटाको बुद्धि हुँदैन यहाँ छोरी छोरी भएर गर्न कसैले सम्बन्ध गाड्छ सम्बन्ध सिँदैन। राम्राले यस्तो थाहा म आउने रे राम्राले सक्टो मान्छे गरेर पक्रिन्छन्। नानी केही सुन्यौ? सुन्दैछु मम्मी। मामु हजुर किन हामीसँग जहिले यस्तै हुन्छ? राम्रो पढ्नुपर्छ है।